ग्रहण गरिरहनुभएका रामप्रसाद पौडेलज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री आदरणीय माननीय बिनु राय माझ्यू, यसै गरी बर्दुल महानगरपालिकाका कार्यवाहक मेयर आदरणीय दाजु चित्रसेन अधिकारीज्यू, यसै वडाका वडाध्यक्षज्यू, जिल्ला ट्राफिक प्रहरी कार्यालय वडा आउनुभएका वरिष्ठ सहिसाब विष्णु थापाज्यू, यसै गरी बर्दुल महानगरपालिका वार्ड नम्बर 1 को कार्यवाहक प्रतिनिधिक रूपमा यहाँ आउनुभएका राममाया पियाज्यू र देशभरिबाट तपाईँको उपस्थित सम्पूर्ण फेन्सी व्यवसायी साथीहरूमा म चितवन चेम्बर अफ कमर्सको अध्यक्ष गोपाल भट्टराईको तर्फबाट तथा यसै वडा निवासी एउटा नागरिकको हैसियतले यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। सर्वप्रथम त फेन्सी व्यवसायी अहिलेसम्म महासङ्घ बनेको रहेनछ, हामीलाई पनि त्यति थाहा थिएन। यो व्यवसाय नहुने व्यवसाय एकदम आज होइन हिजो हाम्रो हजुरबाहरू पालादेखि हुने व्यवसाय हो। किन भन्दा यो व्यवसाय बिना कसैले पनि आफ्नो दैनिकी गुजार्न सक्दैन। तर राज्यले त्यति महत्त्व नदिइरहेको अवस्था, सामान्य त हो नि भन्ने सोचिरहेको अवस्थामा आज हामी देशभरिबाट अहिले धनगढीको साथीले धेरै राम्रो भनाइ राखिसक्नु भएको छ। हामी आफ्नो पेसा त गरेका छौँ, तर राज्यले हामीलाई किन सुन्न सकेन भनेर हामी जिल्लामा त छौँ, तर एकीकृत हुँदा अझ राम्रा हुन्छ कि हाम्रो आवाजहरूलाई देशले सरकारले बुझ्छ कि भन्ने अभियानका साथ यहाँहरू जोडिन चाहनुभएको होला। यसमा सर्वप्रथम यहाँलाई म शुभकामना व्यक्त गर्न चाहन्छु। म पनि एउटा व्यवसायी संस्थाको महासङ्घ छ, त्यसको अध्यक्ष छु अहिले, नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घ भनेर। हामी जिल्लामा छरिनु र महासङ्घ बन्नुमा महासङ्घको एउटा राज्यका नीतिहरू बन्नेमा, करका नीतिहरू विभिन्नमा हामीलाई सम्बोधन हुन्छ। त्यो कुराले गर्दा भोलि हाम्रो व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने कुराहरू हामी सञ्चार गर्न सक्छौँ र अगाडि बढाउन सक्छौँ जस्तो लाग्छ मलाई। यहाँहरूको महासङ्घ बन्ने अभियान यो अभियानमा मात्र सीमित नरहोस्। आज जुन 20-25 जिल्लाबाट यहाँहरू उपस्थित हुनुभएको छ, आज यो एउटा ऐतिहासिक दिन रहनेछ यहाँहरूको लागि। सधैँ जेठ 24 गते भनेको यहाँहरूको दिवस रहनेछ जस्तो लाग्छ मलाई। र के उद्देश्यहरू परिपूर्ति गर्नको लागि यहाँहरू महासङ्घमा जान खोज्दै हुनुहुन्छ, ती उद्देश्यहरू क्लियर हुनु पर्यो। र भोलिका दिनमा महासङ्घले जिल्ला सङ्घहरूलाई र एउटा सानो कोठामा व्यवसाय गर्ने व्यवसायीलाई पनि त्यसका हक अधिकारका कुराहरूलाई कसरी बुलन्द रूपमा अगाडि बढ्छ भन्ने कुरा यहाँहरू ती खालका एजेन्डाहरू लिएर अगाडि बढ्नु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँका अहिले मैले सुन्दै रहँदाखेरि पेसा व्यवसायमा परेका अप्ठ्यारा के हुन सक्छन् भन्ने सोद्धाखेरि बेलामा भने मेला महोत्सव अहिले त पर्व जस्तै भइरहेछ। कुनै एउटा समूह मिल्यो, एउटा मेला महोत्सव गर्यो। म यहाँ श्रद्धेय सबै व्यावसायिक क्षेत्रका अतिथिहरू हुनुहुन्छ, यहाँहरूलाई अचम्म लाग्ला आजको यो फलो भनेको एउटा व्यावसायिक फलो जस्तो लाग्छ मलाई। प्रमुख अतिथिज्यू एउटा व्यवसायमा आबद्ध हुनुहुन्छ, उहाँ एउटा कन्स्ट्रक्सन व्यवसायमा आबद्ध हुनुहुन्छ। यसै गरी हाम्रा विशिष्ट अतिथि चित्रसेन अधिकारी दाजु पनि हार्डवेयर व्यवसाय विभिन्न व्यवसायमा आबद्ध हुनुहुन्छ। अर्का विशिष्ट अतिथि मनोज राणावाडज्यू पनि ह्याचरी बिजनेस। मैले किन भन्न खोजिरहेको छु, आज यो व्यावसायिक स्थल हो। यति नभइकन हामीसित आज ट्राफिकको जो प्रमुख यहाँ आउनुभएको छ विष्णु सर, उहाँ पनि अहिले सुन्नमा अचम्म लाग्यो, यहाँ बाँसको मरिचको खेती गर्ने उद्यमी पनि हुनुहुँदैछ। यस कारणले गर्दा अब व्यवसाय नभई राजनीतिमा जान पनि ठाउँ खुल्दैन जस्तो लाग्छ मलाई। देशले पनि त्यही खोजिरहेको जस्तो लाग्छ मलाई। र हिजोका दिनभन्दा आज व्यवसाय कसरी गर्ने भन्ने कुरामा राज्यले धेरै नीतिहरू चेन्ज गरेको छ, यहाँले बुझ्नुपर्ने जरुरत छ। अहिलेको म नेपाल चेम्बर अफ कमर्सको पनि केन्द्रीय सदस्य भएको हिसाबले हामीले यो बजेटमा म जाने अवसर पाएको थिएँ र हामीले यसलाई स्वागत पनि गरेका छौँ। सधैँ हामीले भने जस्तो सबै कुराहरू सुधार नहुन सक्छ, तर धेरै कुराहरू हामीलाई समेटेको छ, जुन 10 लाखसम्मको करको सीमाहरूदेखि लिएर विभिन्न र एउटा कुराले भोलि हामीलाई छुन सक्छ। अहिले पनि हामी बिलहरू दिने नदिने कुरामा हामी आफै अल्झिरहेका छौँ। अब सरकारले के ल्यायो भने जसले बिल लिन्छ त्यसले लकी ड्र मार्फत महिना विनर हुन्छ भन्ने कुराहरू ल्याइरहेको छ। यसलाई मैले किन यहाँलाई अनुरोध गर्न खोजेको भने हामी चेन्ज हुनुपर्ने ठाउँमा हामी परिवर्तन हुनुपर्छ, हामी चेन्ज हुनुपर्छ। तर सरकारलाई ढकढकाउने कुरामा यस्तै महासङ्घहरू र वस्तुगत सङ्घहरू मिलेर हामी सरकारलाई पनि ढुकाउनुपर्छ। किन भन्दा हिजो जस्तो छैन। अब सरकारको नीति, स्थानीय सरकारको नीति, प्रदेश सरकारको नीति भनेको व्यवसाय मैत्री नै छ, तर त्यो बाटोमा हामी हिँडेनौँ भने फेरि हामी दुःख पाउने हो। त्यस कारणले म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, मैले धेरै समय लिन खोजिनँ यहाँहरूलाई
यहाँहरूका जुन समस्याहरू छन् ती समस्याहरूलाई पनि अब भने यहाँहरूका बन्द सत्रहरू अरू कार्यक्रमहरूमा यहाँहरूले उद्घार गर्नुहोला र साँच्चै त्यो राष्ट्रिय समस्या यो भयो भने हामी फेन्सी व्यवसाय अझ अगाडि बढ्न सक्छौँ भन्ने उद्देश्यले अगाडि बढ्नु होला। साथै अब यहाँलाई व्यवसाय भन्दा म उद्योगी बन्नुहोस् भन्ने एउटा आफ्नो अवधारणा र आफ्नो इच्छा व्यक्त गर्न चाहन्छु। किन भन्दा यहाँहरूको नेपालभरिको सञ्जाल भइसकेपछि जुन खालको यहाँले युज गर्ने प्रोडक्टहरू छ त्यो ल्याएर यही उत्पादन गर्नुभयो, यही महासङ्घ मार्फत सामूहिक एउटा उद्योग खोल्नुभयो भने मलाई लाग्छ त्यही चिज यहाँले बेच्न सक्नुहुन्छ र हामी उद्योगतिर पनि अग्रसर हुनेछौँ। सरकारले त्यस्ता कुराहरूमा धेरै सहुलियतहरू पनि दिएको छ। तयारी वस्तु ल्याउनुभन्दा कच्चा पदार्थ ल्याएर त्यसलाई एउटा तयारी वस्तुमा रूपान्तरण गर्न सकियो भने यहीँको जनशक्तिले काम पाउने र हामीलाई लाग्छ हामी व्यवसायबाट उद्योगीतिर लाग्छौँ जस्तो लाग्छ मलाई। यति भन्दै यो यहाँहरूको आज ऐतिहासिक दिनमा चितवन चेम्बर अफ कमर्सलाई पनि बोलाउने र आफूलाई बनाइराख्ने सुअवसर दिनुभयो, यसको लागि यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै यहाँहरूले जुन सोच्नुभएका सोचहरू छन्, जुन पवित्र उद्देश्यहरू छन्, यी सबै सफल हुन् भन्ने आफ्नो शुभ भाव राख्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय व्यवसाय।